हेलो गाइज ह्याप्पी तिहार सबैजनालाई। आज म तिहारको डेकोरेसन देखाउँदै भिडियो सुरु गर्दैछु। अनि आज लक्ष्मी पूजा पनि रहेको छ र मैले चाहिँ पूजा चाहिँ अघि नै गरिसके। मैले अलिअलि मिलाइदिएको थिएँ के झरेको थियो पर काटेछ नि त त्यहाँ। ह्याप्पी दिवाली बेबी। हाम्रो यति ह्यान्डसम भान्जाहरूले पनि यति राम्रो डान्स गर्नुहुन्छ भनेर चाहिँ मैले सोचेको थिइनँ। तर उहाँहरूले चाहिँ देउसी खेलिसकेपछि चाहिँ प्राय सबैले डान्सहरू चाहिँ देखाउनु हुँदो रहेछ र साह्रै राम्रो लाग्यो। कस्तो लाग्यो बेबी युकेमा दसैँ मनाउनु पाउँदा? दसैँ रे फेरि एउटा दसैँ रमाइलो हो, तिहार चाहिँ हुँदैछ। तँलाई कस्तो लाग्यो? दसैँ चाहिँ रमाइलो हो, तिहार चाहिँ हुँदैछ। अघिदेखि थाली बोकेर बसिरहेको युज भयो। अनि हाम्रो प्यारो भान्जा भान्जीलाई चाहिँ हाम्रो मनैबाट थ्याङ्क यू। किनकि अब यसरी चाडपर्वमा चाहिँ ग्रुपमा ग्यादरमा मात्रै रमाइलो लाग्छ। अनि तपाईँहरूले घरमा यसरी नाचगान लिएर आउनुभएकोमा चाहिँ हामी एकदमै खुसी छौँ। तिहार इन्जोय योर टाइम। थ्याङ्क यू। हेलो गाइज, आज चाहिँ मैले धेरै दिन पछाडि भिडियो खोल्दैछु। म चाहिँ एकदम धेरै एक्साइटेड छु किनभने म भोलि जाँदैछु मामा घर तिहार मनाउनु है। दसैँ पनि मनाउनु गएँ, एकदम रमाइलो भयो। अनि अहिले चाहिँ म तिहारको लागि प्याकिङ सुरु गर्दैछु है। फुलहरू चाहिँ छ घरमा, अस्ति ल्याएको तर पुग्दैन जस्तो लागेछ। अहिले फेरि बेबी आएपछि जाने चाहिँ भरे रातिसम्म हुन्छु। सयपत्री फुल चाहिँ छैन रहेछ नेपाली पसल। सयपत्री भन्ने बित्तिकै तिहारको झल्को आउँदो रहेछ, त्यो खालको चाहिँ मलाई भाइब्स भएको। त्यही पनि अरू फुलै उनी पनि मायाले उनेको फुलहरूलाई नै प्रिसियस मानिन्छ भनेर अब बनाउनु जाँदैछु भनौँ न। यो चाहिँ मेरो सम्झनाको लागि क्याप्चर गरिरहेको मोमेन्ट हो। धेरै भयो मैले भिडियोहरू नबनाएको, अस्तिदेखि एकदम धेरै एक्साइटेड थिएँ नि त जानुलाई। त्यही भएर मेरो आधी प्याकिङ अल डन। बेबी बेबी आउनु भयो। के हो दसैँ खेल्न आएको कि के हो? भैलो ठट्याउनु हुँदैछ त। ओ माई गड, कसले घाँस काटेर देख्ने त? आएको थियो नि आज घोडा। ए त्यो घाँस काट्यो, सही बात भयो। आज जानु हो भनेपछि देउसी। हामी चाहिँ सुपर मार्केटबाट फुल लिएर घर आइसक्यौँ। पहिला नहोगे आएर सिधै कमा गर्दा कस्तो हुन्छ? खायो दागै आयो होला हौ यसरी होइन गर्ने हो। आज फुलको माला बनाउने काममा मलाई मेरो पार्टनरले पनि हेल्प गरिदिनु हुँदैछ। काम चाहिँ सानै होला तर सँगै गर्दा हरेक पल स्पेसल हुन्छ। यस्तो सानो सानो मोमेन्ट नै मेरो लागि चाहिँ सबैभन्दा प्रिसियस हुने गर्छ। मेरो फुल सिटमा राखिदिने हो। हाम्रो माला उन्ने काम चाहिँ कम्प्लिट भइसक्यो। अब चाहिँ हामी एकजना छिमेकी भाइ बहिनीले चाहिँ खाना खानु बोलाउनु भएको छ अनि उहाँको घरमा जाँदै गरेको भयो। सबै कोठाइभरि बत्ती पनि त छोडेर आयो। सेल त साह्रै राम्रो देखेको छ हौ। मनायो है ए तिहार। मुखबाट दसैँ गएकै छैन। है तिहारको शुभकामना। ह्याप्पी तिहार। अहिले चाहिँ हामीले खाना खाइसकेको छौँ र साह्रै मिठो सेलरोटी र खाना खुवाउनु भएकोमा भाइ र बहिनीलाई थ्याङ्क यू।
हात ओढिए छु बेबी कस्तो छोरीले हिँडेको नि पुरा पानी जमिसकेको छ नि ओके एक छेउै हो जम्मा के हो घर लाग्यो यति राति त अँध्यारोमा देखिँदैन एचो, उडाउने रहेछ रे। पानी चाबी बोक्नु बोके छु छु बेबी घर आइपुगे लुगाहरू सब भिज्यो माला चाहिँ हँ साँच्ची बेबी यो खोल्नु त छिटो अहिले छिटो गरेर के गर्नु बिहानको यो शान्त वातावरण त्यसमा अझ मेरो हातमा हिजो बनाएको फुलको माला र मनभरि भाइटिकाको खुसी बोकेर आज हामी मामा घरतिर निस्किँदैछौँ ज्वाइँलाई नमस्ते 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 हुन्छ ल ज्वाइँ आउँछ है हुन्छ जाडो जाडो पो छ त हौ मामे र म चाहिँ नानालाई लिन आएको छौँ नानाको छुट्टी भयो अब नाना नमस्ते आज भाइटिकाको अवसरमा म मेरो सबै दाजुभाइहरूलाई मनदेखि नै सम्झिरहेको छु मेरो मनभरि माया छ उहाँहरूको लागि सधैँ राम्रो होस् भनेर भगवानसँग म प्रार्थना गरिरहेको छु आज भने चाहिँ यो शुभ दिनमा म मेरो मामै र सानो भाइ आरबलाई भाइटिका लगाइदिइरहेको छु मेरो आदरणीय मामै र नानालाई यो गिफ्टको लागि थ्याङ्क यू के भनेर दिनुभएको यो माया नमार Oh my god. Thank you, baby.